आइपिओ शेयर भर्न सर्वसाधारणहरूको संख्या अत्याधिक मात्रामा बढेको छ। नमस्कार साथीहरू, आजको यस भिडियोमा हामी दुईवटा महत्त्वपूर्ण प्रश्नहरूको उत्तर दिन गइरहेछौँ। नम्बर 1, के आइपिओ जतिसुकै भरे पनि नपर्ने हो त? नम्बर 2, कुन बैंकको डिमेट खाता खोल्दा आइपिओ धेरै पर्छ? यिनीहरूको पछाडि कतिपय रिजनहरू छन्, यसलाई छलफल गरौँ। जतिसुकै भरे पनि नपर्ने। धेरैजनाको गुनासो, मैले 20-30 पटक आइपिओ भरे पनि एक पटक पनि परेन, किन त? यसको मुख्य कारण हो लकी ड्र प्रणाली। यसमा सबैलाई बराबरी पर्ने सम्भावना हुन्छ। जति भिआइपी भए पनि वा नयाँ लगानीकर्ताहरू भए पनि सबैलाई एउटै प्रणाली लागू हुन्छ। अहिले अत्याधिक मात्रामा लगानीकर्ताहरू हुनुहुन्छ। एक आइपिओमा सीमित शेयर मात्रै हुने भएकोले सबैलाई पर्न पनि सक्दैन। कुन बैंकको डिमेटबाट धेरै आइपिओ पर्छ त? एबिसी बैंकबाट परेकोले धेरै आइपिओ पर्यो भन्ने हजुरहरूले सुन्नुभएको होला। तर आइपिओ पर्नु कुनै बैंक होइन, यो त भाग्य र प्रणालीमा भर पर्छ। सबै बैंकको डिमेट खाताले सिडिएससीको एउटै सिस्टम प्रयोग गर्दछ। त्यसैले कुनै बैंक विशेष भन्नु पूर्ण रूपमा भ्रम हो। बैंक रोज्नु नै छ भने बैंकको कस्टमर सर्भिस, इजी एक्सेस र चार्जको आधारमा छनौट गर्नु, न कि आइपिओ पर्छ भन्ने आधारमा। त्यसैले आइपिओ नियमित रूपमा सबै इलिजिबल सदस्यको नाममा डिमेट खाता खोलेर एप्लाई गर्नुहोस्। लगातार प्रयास नै सफलताको खुड्किलो हो। यो भिडियो उपयोगी लाग्यो भने प्लिज कमेन्ट बक्समा गएर आफ्नो कुराहरू लेखिदिनुहोला। तपाईलाई यस्तै अन्य शेयर मार्केट सम्बन्धी जानकारी अझै प्रस्तुत गर्नेछु। धन्यवाद।